ओ हेलो भाइ खै हेलो दाइ त्यसरी नमस्ते हुँदैन। खिच्नै मिल्दैन नमस्ते सबैमा आज फेरि हामी सिरिङ टिभी 3D आरमा आएको छौँ के चल्दैछ हेरौँ है त ए ओहो हेलो भाइ खै हेलो दाइ त्यसरी नमस्ते हुँदैन यार, त्यो नमस्ते के खिच्न हो मिल्दैन भाइ कहाँ हुन्छ यार त्यही ओहो के हो देखाउनु नमिल्ने हो क्या सामान हुँदैन चाहिँ यार भाइ खिच्न मिल्दैन यार खिच्नै मिल्दैन हैट, यो त त्यही डेन्जर पो छ त अनि भाइ ओ यार माई यसरी कहाँ हुन्छ गड यार यस्तो थैट। सामान देखाएर राख्नु भएर छ त्यही भएर अनि अँ, के खिच्नै नमिल्ने भनेको यो अलिकति खतरनाक छ नि त त्यही भएर नखिचौँ कि भनेको फेरि सबै तेरिका मान्छेको आँखा दाइ लाग्छ नि यार। फेरि हेर्नु त अनि नयाँ नयाँ ओहो सामानहरू आउँछ खत्रै अनि डर आएको लाग्छ रहेछ नि त क्या यार दाइ यार आम्मामा। बबाल छ नि यो त अनि बबालै रहेछ त देख्नै अनि नसक्नु हत्तेर ल हेर्न सक्नुहुन्छ यत्रो तपाईँहरूले खतरा छ अनि त्यही भएर मैले आज नखिचौँ उपलब्ध कि भनेको गराउनु भाइ भएको छ खिचिहाल्ने दाइ भाइ ए खिचिहालेँ थैट, मैले त अब के नखिच्नु गर्नु भनेको यार थैट। भाइ पनि अनेक गर्छ यार थैट। अब यस्तो खतरा सामान ल्याएर राख्ने तपाईँ अनि खिच्नै म त नदिएर थाहै हुन्छ थिएन त भाइ यार। आएको भने थाहा पायो भने त यसरी कहाँ खिच्न दिन्छ अब ओहो नखिच्ने खिचेपछि राम्रैसँग खिचौँ न होइन ल खिचौँ र देखाइदिइहालौँ न त है ल ल अब यसको फाइनली डिटेल हामी देखाउनै पर्ने भयो होइन त हजुर हजुर जाउँ है त अब हजुर यो चाहिँ थार्ड आउट ड्राइगन यसरी ए ए घुमाएर चाहिँ यसलाई चाहिँ यसरी ओपन हजुर गर्ने छ नयाँ हजुर सिस्टम हजुर बवाल छ अहिलेसम्म बजारमा चाहिँ खासै छैन हल्ला नगर्ने फेरि फैलिन्छ ल अनि यो चाहिँ यस्तो छ फेरि यो ओहो बवाल हो छ हो भाइ हो यो यतिकै खतरा क्लोज रहेछ छोडिदिँदा पनि केही फरक पर्दैन ए अब यसलाई चाहिँ हामीले फेरि यसरी क्लोज गरेर ल हेर्न दिन्छौँ सक्नुहुन्छ अब यसलाई पनि यसरी ओपन गर्ने इजी छ हस् एकदम दामी है हस् नयाँ फङ्सन यो आइफोन 18 प्रो आइफोन म्याक्स 18 प्रो म्याक्स आइफोन 18 प्रो म्याक्स हुँदैछ यो हो र अब हो यसको त्यस फेरि यहाँ यस्तो विशेष त यहाँ छ ल फेरि देखाइदिनु त देखाइदिइहाल्नु मैले वा भने नि आइफोन 14 18 ए 18 पो 18 ल यस्तो ओ अपडेट माई भइरहेको हुन्छ गड कि छिरिङ टिभी एडेड फर्निचरमा चाहिँ यस्तो चिजहरू चाहिँ खतरा यस्तो के दामी खतरा भएर अब आइरहेको यस्तो हुन्छ दामी क्या अनि यसको डिटेल अब यो त कुरै नगरौँ यिनीहरू त छँदैछ यिनीहरू हस् त यो मजाले छँदैछ हस् यो पनि छँदैछ है हस् ल ल हेर्नु सामान राख्नको लागि बवाल छ ल हेर्न सक्नुहुन्छ बिस्तारै अनि यो चाहिँ अलि म देखाउँदैछु है ल देखाइदिनुहोस् न रात सबै मात्रै सबै गर्दा देखाइदिनुहोस् अँ डङडुङ खोलेर बिस्तारै कसैले नदेखाउँ ल म ल एउटा चिज देखाउँछु है ल है त ल कसैले यसो ओ हो 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 सरप्राइज हो है भाइ हो यो हो हो बिस्तारै हो ल ल भाइ ल बवाल यार बवाल सरप्राइज है भाइ यो सरप्राइज हट योहरू कडा चाहिँ यसरी यार अहिले ग्राम ग्रुम गरेर यसरी यो चाहिँ जाने बिचबाट लत्तै बाहिर आउँदो रहेछ नि त है यसो ठेल्ने भाइ यो हट यार खजानै हल्ला रहेछ नि नगर है भाइ फेरि भन्दैछु हट अनि अरू चाहिँ हाम्रो यो पुरानो पुरानो जस्तो तर यिनीहरू चाहिँ भब्बाल छ है भाइ हो खतरा रहेछ खतरनाक छ ल हेर्नु भाइ सक्नुहुन्छ आफै हेर्नु न त्यही त त्यही भएर तपाईँले खिच्न नदिनु भएको त्यही छ भएर हे अनि तेरिको यो बर्बाद ल झन् आज नआएको भए खत्तम हुने रहेछ खिच्नै नपर्ने रहेछ नि त त्यही भएर झन् भाइले नदेखाउँ भनेको भाइ टुप्लुक टुप्लुक आइहाल्छ ठिकै छ केही छैन अब हामी चाहिँ अब यसलाई यसै भएन त्यसै भएन यसै भएन त्यसै भएन ल प्रमोट गरिदियो भाइहरूलाई ल ल बब्बाले ओके गरिदिनु ओके के है है त ल दामी छ ल बवाल रहेछ ल है त तपाईँहरूलाई अब आज हामीले चाहिँ अलिकति फनी टाइपको पनि भयो कन्टेन्ट्स अनि विशेष गरी हाम्रो जति पनि फेसबुक र देश विदेश इन्टरनेसनलबाटै हेर्नुहुन्छ ल लगभग हाम्रो पेजहरू होइन सबै उहाँहरूलाई विशेषतामा अब अर्डर गर्न चाहनुभयो भने त मजाले अर्डर गर्न सक्नुहुन्छ र उहाँ नै हो साउजी ओनर पनि उहाँलाई डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ वाट्सएप मार्फत टिकटक फेसबुक मेसेन्जर होइन सबै मार्फत तपाईँहरूले उहाँलाई वाट्सएप गर्न सक्नुहुन्छ कल गर्न सक्नुहुन्छ म्यासेज गर्न सक्नुहुन्छ एभ्री वान चाहिँ तपाईँलाई अल सुविधा छ है त तपाईँ देश विदेश कुनै ठाउँमा जुनै देशमा भए पनि अर्डर गरेर उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ अर्डरको लागि है त के भन्न चाहनुहुन्छ हाम्रो साथीभाइ या फेसबुक एकदम फलोवर्स खुसी छु ह्याप्पी भाइ यार हुनुहुन्छ सरप्राइज दिएर आउनुहुन्छ मान्छे कहाँ हिसाब गरेर आएको मान्छे आएर क्यामेरा ल्याएर अन्त ल्याङ्ग खिच्न हेर्दै आउनुहुन्छ मैले अनि म त बाहिरबाटै एकदम सक डेन्जर भएर को देखिरहेको आयो भनेको त भाइ पो रहेछ अनि पछि अब नहान्दा खिचिसक्यो अब होस् भनेर मेरो बाल सबै चिज ठिकै छ देखायो अब एकदम हजुरहरूलाई राम्रो कस्तो लाग्यो मैले चाहिँ सकेसम्म हजुरहरूलाई नै खुसी बनाउने हजुरहरूकै अर्डर अनुसारमा हजुरहरूकै चोइस अनुसारमा सामानहरू चाहिँ बनाउँदैछु यो थोरै कतिपय चिजहरू चाहिँ अपडेट भइरहेको हुन्छ अनि त्यो भएको हुनाले हजुरहरूलाई पनि यसरी हामीले प्रस्तुत गर्न पाउँदा एकदमै खुसी छु फेरि पनि आगामी दिनहरूमा यस्तै यस्तै सामानहरू ल्याउँदै गर्छु यसरी नै माया र साथको सपोर्टको आशाको साथ आजलाई बिदा हुन चाहन्छु हस् त बाई नमस्ते थ्याङ्क यू टासी भाइ डेले टासी डेले